नमस्कार, मेरो नाम हस्त रोके। म चाहिँ आज करिखोलाको जङ्गलमा छु। अहिले चाहिँ हामी खासमा माथि डाँडामा चाहिँ हामी काफल खान जाने प्लानले यहाँ आएका थियौँ। कारणवश बिचैमा चाहिँ ट्राफिकले समातेको कारणले गर्दाखेरि चाहिँ हामी अहिले यतैतिर रोकिरहेका छौँ, भौतारिरहेछौँ ट्राफिकको कारणले गर्दाखेरि। आज चाहिँ हामी विशेष गरी मेरो जन्मदिन पनि भयो। त्यस अवसरमा चाहिँ हामी माथि काफलगैरी भन्ने ठाउँमा गएर चाहिँ काफल खाने, त्यहाँ रमाइलो गर्ने भन्ने प्लानिङको साथ चाहिँ हामी आएका थियौँ। पुग्न त पुग्छौँ होला हामी पनि त्यहाँ पनि, तर पनि अहिले धेरै टाइम लागिसक्यो हाम्रो बाइक समातेको कारणले गर्दाखेरि। फेरि किन समात्यो भन्दाखेरि चाहिँ हामीले फेरि लाइसेन्स नबोकेर हिँडेको कारणले चाहिँ समातियो बाइक चाहिँ। अहिले चाहिँ मेरो साथीहरू लाइसेन्स ल्याउन गइरहेका छन्, 2 जना। अनि त्यसपछि लाइसेन्स ल्याएर आइसकेपछि हामी माथि डाँडासम्म सायद पुग्छौँ होला भन्ने आशा चाहिँ छ। फेरि हेरौँ है, पुग्छौँ कि पुग्दैनौँ। तपाईँहरू देख्न सक्नुहुन्छ, यो चाहिँ करिखोलाको जङ्गल हो। पछाडिको भाग पुरै करिखोलाको जङ्गल छ। यहाँ चाहिँ जङ्गल एकदम आनन्द, पुरै वातावरण पनि हरियालीले भरिएको छ, पुरै आनन्द छ है। कहिले देखाएको थिएन यार मैले त यार। एकदमै अर्गानिक यो चाहिँ है, खाएको पनि यसमा कुनै केमिकल मिसाड हुँदैन। यो जङ्गलमा बन्छ हैन, यो एकदम फल्छ, एकदम खानाखेरि यस्तो मिठो हुन्छ हैन। कुरै छोडिदिउँ के खाने कालोवाला त होला, यो कालो खाने। कुन अङ्कल मजा आइरह। मजै बेग्लै छ यारी, त्यो त मजा सर ठिक छ, एकदम दामी। दुनिया अर्को के दुनिया आदरणीय व्यक्तित्वहरू आइसक्नु भएको छ हाम्रो। ए आइसक्नु हो, ल ल बधाई छ हामीलाई केटाहरूलाई, हाम्रो केटाहरूलाई बधाई छ। लाइसेन्स ल्याएर यहाँ उपस्थित भइसक्यो केटा, बधाई छ केटा। त्यो पनि हो, साइडमा ल्याएर खुसीको दिने खुसीकै हाल्नु। हामी चाहिँ अहिले गुरुबाकोट 13 नम्बर वडाको क्षेत्रमा छौँ। क्षेत्रको यता हामी चाहिँ यो एउटा खोला रहेछ, यो खोला नजिकै छौँ है। यो खोलामा चाहिँ यो एउटा सानो तलाउ रहेछ, यसमा चाहिँ एउटा माछा पनि छन्। हेर्नु न, माछा दौडेको छ। हाम्रो पूर्णेजी उता भिडियो बनाउँदै हुनुहुन्छ। मेरा साथीहरू चाहिँ माथि साथीहरू सबै आफ्नो आफ्नो तरिकाले बसिरहेछन् है, कोही सुतिरहेछन्। चाहिँ एकदम हेर्नै लायकको रहेछ, त्यस्तो चुम्मा चाहिँ नगर। गाइजहरू, हामी चाहिँ यहाँ काफल खाने भनेर यस्तो घना जङ्गलमा आएको छौँ है। र हेर्नुहोस् त गाइजहरू, क्लाउड अनि मेरो साथीहरू। आज हस्तको भ्लग चाहिँ मैले ह्यान्डल गर्दैछु। सो गाइज, हेर्नुहोस् त कति राम्रो ठाउँ छ। हाम्रो हस्त त बर्थडे बोय, यो चाहिँ हस्त हो। कतिजना आएको छौँ भन्दाखेरि सायद 10-12 जना जति आएको छौँ होला है। अनि हामी चाहिँ हिँड्दै आएको हो। अनि काफल खान आएको गाइज। काफलको रुख चाहिँ हामीले अहिलेसम्म देखेको चाहिँ छैन। हाम्रो साथीहरूलाई हेर्नुहोस्, एकछिन गाइज हाम्रो हस्टेल चाहिँ केही पोज गर्दैछ है। शाहरुख खान वाला पोज, लेट मी सो यु द्याट। शाहरुख खान भन्दा कम छ त। अनि
ओ माई गॉड अनि सक्छ त फेरि कसैले सक्दैन नि फेरि ल ओ मा के मुनवाक ओ माई गॉड अब देश खानी भयो नि त अनि यस्तो मुनवाकले ल हेर्नुहोस् गाइज आज क्लाउड आजको इन्भाइरोमेन्ट एकदमै क्लियर छ यस्तो ठाउँमा चाहिँ जब आफू हुन्छ नि लाइक कुनै हार्भेस्ट फेजबाट गइराख्नु भएको छ देन यस्तो ठाउँतिर आउँछ चाहिँ के रमाइलो लाग्छ कि साथीहरू यता मेरो साथीहरू चाहिँ अगाडि अगाडि गइरहेछन् सोधिरहेछन् यहाँ मलाई देखाउ न गाइज म पनि सिङ्गल हो है गाइज यु क्यान साथीले फेरि आफ्नो दुःख व्यक्त गरिरहेछन् सिङ्गल हो भनेर होइन गाइज लाइफमा जस्तो पोइन्ट आयो भने चाहिँ आफ्नो लाइफ एकदमै रमाइलो गर्नुपर्छ कि हो साथी अनि फेसमा चाहिँ स्माइल अलवेज अनि आफ्नो लाइफ फुल अफ पोजिटिभिटी वाह लाइफमा जतिसुकै नेगेटिभिटी आए पनि त्यो नेगेटिभ कुरामा पनि पोजिटिभ कुराहरू सर्च गर्नुपर्छ क्या ए के गरे यो हाम्रो विशाल साथी चिनमा छन् है साथी गोमा साथी धेरै लजालु छन् लजालु स्वभावकी छन् नि साथी अनि साथीहरू यहाँ चाहिँ एउटा घर रहेछ है अनि हाम्रो चाहिँ खानेपानी सक्यो कि अनि उहाँहरू चाहिँ जङ्गलको छेउमा उहाँहरूको घर रहेछ हामी चाहिँ यहाँ गएर उहाँसँग पानी माग्दैछौँ हेलो आन्टी उहाँहरूको घर रहेछ यो चाहिँ बाख्राहरू घरहरू अनि हजुरहरू यहाँ बस्न अब कति भयो धेरै 10-15 भइसक्यो कति टाढो रहेछ नि त है यो त बजारभन्दा गाह्रो हुन्छ होला है अनि सामानहरू किनेर बजार सुर्खेतै जानुहुन्छ ए ठिक छ अनि यहाँ नजिक काफलहरू के कस्तो पाइन्छ कि नै त माथि टाढा जानुपर्छ हो र ए अरू सन्चै हुनुहुन्छ अनि हजुरको छोराछोरीहरू हुनुहुन्न पढ्दैछ नानी ए ठिक छ ल उहाँ चाहिँ आन्टी है उहाँको घरमा चाहिँ हामी पानी माग्न आएको हाई भनिदिनु न एकचोटि ल काफल खाना आउनुभयो भने चाहिँ उहाँ आन्टीकोमा पस्नु होला है अनि चाहिँ यहाँ चाहिँ यसरी आउने रहेछ है पानी चाहिँ हेर्नुहोस् त हाम्रो घर चाहिँ कसरी आउँछ यो चाहिँ भाडामा चाहिँ ठाउँ होला सायद अनि यहाँ चाहिँ हाई हेलो नमस्ते होइन यतिकै यहाँ भिडियो बनाइरहेको छौँ कि त्यही समाचारमा आउनुहुन्छ हजुर समाचारमा यो पसल हो ए अघि एउटा अङ्कलले यहाँनिर पसल छ भन्दै थियो यही पसल हो र खानेकुरा यहाँ बजेर बस्न धेरै समय भन्ने पछि धेरै समय भयो हजुरहरू बस्न हामी धेरै 3-4 वर्ष पहिला आएको थियौँ एकचोटि हामी त्यति बेला नि आउनुहुन्थ्यो कि हामी उतापट्टि पिकनिक आएको थियौँ पिकनिक खायौँ तलैबाट आएको हुन् त खेतीपाती कता यही अहिले त हामी पर बजारबाट आएको कि हामी त्यो कलेजको साथीहरू मिलेर कति त्यो के अरे बजारको कुला हालमा बसेर जस्तै यही भनेपछि काफल खाने पनि भइहाल्यो रमाइलो पनि भइहाल्यो साथीहरूसँग भनेर आएको यो थाहा नभएर उताबाट त पहिला हामी गएको थियौँ थाहा थियो यताबाट थाहा थिएन कि ल हस् धन्यवाद हामी जानुपर्ने यो पहाडमा हो यो पहाडमा हामी जानुपर्ने यो पहाड तोडेर जाँदैछौँ गाइजहरू हामी नमस्ते भनी के को नमस्ते हो पछि चाहिँ होइन अब कसैले हुन्छ नि त बोल्न नचाहने त्यो रहेछ के छैन जिन्दगी हो चल्छ यस्तो हेलो मदन कस्तो लागिरहेछ त काफल खायो त अनि काफल त खाइहाल्छु हो र घाम भयो कि प्लिज यस्तै घाम भयो कि घामै फिल गरिदिन्छु नि फिल गरे ल
खातामा छातामा बुझ्नु किन काम भयो भने दियो भने नै नै मैले क्याब लगाएको छु यहाँदेखि यो बाटो भयो यो पहाड भयो हामी त कसरी जान्छ मलाई ओ माई गड काफल खान यति दुःख हुने रहेछ अहिले फिल भइरहेको छ यार मलाई हामी चाहिँ यो गम्भीर यात्राको साथ चाहिँ हामी अगाडि बढिरहेछौँ गर्मीले पसिना निकालिसक्यो साथीहरू चाहिँ अगाडि गइरहेछन् म चाहिँ पछाडि सबै साथीहरूलाई समेट्दै लगिरहेको छु हजुर आउँदैछु मलाई बोलाइरहेछन् साथीहरूले चाहिँ म त फेरि हिमालको मान्छे जस्तोसुकै ठाउँमा नि फेरि जान सकिहाल्छु तर अलि यहाँतिरको सहरतिरको मान्छेलाई चाहिँ अलि सासहरू फुल्ने समस्याहरू धेरै हुन्छ धेरै हिँड्यो भने त्यही भएर चाहिँ म लास्टमा हिँडिरहेको छु साथीहरूलाई अगाडि पठाएर साथीहरू थाकेर के भइरह हिँड हेलो हिँड ए माया हजुर यो धरती हिमा डार्लिङ हिँड साथी तिम्रो यो बाटोको यति दाम भिडियो बनाइदिन्छु ल हिँड हल्लामा भयो कि हङ्गामा भयो साथी मलाई आज फिल भइरहेछ कि काफलको पैसा हामीले किन 50 रुपियाँ तिर्छौँ किन महँगो छ भनेर मलाई आज आएर फिल भयो अब म काफल 100 रुपियाँ भए पनि किनेर खान्छु म अब केही लोभ गर्दिनँ महँगो भन्नु हस् त्यसको लागि व्यापार मैले गर्नुपर्छ अब 100 रुपियाँमा पाइदो रहेछ पैसाको सुगन्ध कुना कुना चलायो तिमीले नगर के दुईजना कति फाइट खेल्यो होला नि ए तिमी दुईजना म भाइरल बनाइदिन्छु फेरि रिस उठ्यो भने फेरि मलाई हिँड मदन 14 नम्बर वडामा प्रवेश गरिसकेका छौँ 14 नम्बर वडामा काफल पनि मा प्रशस्त मात्रामा पाइदो रहेछ मेरो साथी ए एक्साइटेड ए भिडियो नै हो साथी मदनजी पुणेजी र हाम्रो ए सरी लो ब्याट्री छिटो आउँदा केटा
फेरि आइगयो कि छुट्ने त कुरै हुँदैन म फेरि आइए कोपी बबाल त यो गीत अलि बिचमा नाच हजुर सो हामी चाहिँ यहाँ आज हस्तेको बर्थडेको उपलक्ष्यमा माथि गएर चाहिँ हाइकिङ गरेर चाहिँ काफल खाने भन्ने उद्देश्यले चाहिँ आएको थियौँ। बिहान टक्क यो खोलादेखि चाहिँ माथि क्रस गर्दाखेरि अलिकति लागेको थियो कि होइन अलि चाहिँ कष्ट भोगिन्छ होला होइन, अलिक गर्मी पनि थियो। अन्तिममा भयो पनि त्यही होइन, अब नयाँ साथीहरू परे अनि सबैजना चाहिँ अलि नहिँडेको मान्छे, त्यसले चाहिँ गाह्रो भयो। त्यो बावजुद पनि हामी चाहिँ माथिसम्म पुग्न सफल भयौँ र अहिले फर्किँदैछौँ। अब टाइममै घर पुग्ने भन्ने हाम्रो चाहिँ लक्ष्य हो। अब हिँड्दाखेरि चाहिँ पुगिन्छ या पुगिँदैन त्यो त आई डोन्ट नो है। दामी छ, रमाइलो छ। अब हस्तको बर्थडे बाई त्यहाँ ह्याप्पी बर्थडे हस्त है। अनि हाम्रो अगाडि पनि साथीहरू छन् है, टक्क हाम्रो चाहिँ जोस रमाइलो भइरहेछ। इन्जोय शर्मिला, इन्जोय। ए मिना इन्जोय। अनि हाम्रो गुमा इन्जोय। ल हेर्ने हो, दामी छ भ्यूज त, दामी छ एकदमै। भ्यूहरू बबाल छ। भ्यू के भ्यू कस्तो होला यार, दामी छ ल एकदमै राम्रो छ, रमाइलो छ। आग लागि भएको छ। अनि यो तल खोला हामी पावरस खोला ठिक छ।